जय शंभू जय शंभू welcome back guys, welcome back. आज चाहिँ म यहाँ पशुपतिनाथ टेम्पलमा आएको छु हैन। खासै भनौँ भने चाहिँ महाशिवरात्रिमा आउँ जस्तो लाग्यो थियो, तर महाशिवरात्रिमा चाहिँ म यहाँ नेपालमा नहुने रहेछ। त्यसैले चाहिँ अनि महाशिवरात्रि भन्दा अगाडि नै म यहाँ पशुपतिनाथ टेम्पलमा आएको छु हैन। अनि तपाईहरुलाई चाहिँ यहाँ पशुपतिनाथ टेम्पलको दर्शन गराउने छु र सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनुस् भन्ने अनुरोध गर्दछु। ओके अब चाहिँ म यहाँ टेम्पलभित्र छिरिसकेँ हैन। अनि तपाईहरुलाई यहाँको भ्यू म देखाउँछु। मन्दिरभित्र छिरेको छैन, छिर्न गएको थियो हैन। के रे के भन्छ, जुत्ता फुकाउनु पर्ने रहेछ नि त, त्यसैले म जुत्ता फुकाउन जाँदैछु है त। यो जुत्ता चप्पल कक्षा भनेर देखाएको छ हैन। यहाँबाट यहाँभित्र चाहिँ जुत्ता चप्पल राख्ने ठाउँ चाहिँ यहाँभित्र गएर चाहिँ अनि जुत्ता चप्पल फुकालेर चाहिँ अनि मन्दिरभित्र छिर्नु पर्ने रहेछ। जुत्ता फुकालिसके अब यहाँभित्र हालेर छ नि, अनि यहाँबाट उताभित्र हाल्ने रहेछ, उताभित्र पुऱ्याउनु पर्ने रहेछ। जुत्ता चप्पलमा चाहिँ तारिफाले साक्छ है। जुत्ता चाहिँ उता आइसक्यो, उता राख्नु पर्ने रहेछ। अब चाहिँ सायद मन्दिरभित्र छिर्न दिन्छ होला। अब चाहिँ मन्दिरभित्र छिर्नु जान्छ है त। यहाँबाट छिर्नु पर्यो गेट र यस्तो गरेर यस्तो यहाँ लेखेको छ स्वागत छ। सायद यहाँ जुत्ता फस्याएँ बा, मैले जुत्ता उता राखेँ नि त। अनि टोकन लिएँ कि लिएन भनेर सोध्नु भयो कि, किनभने जुत्ता टोकन बिना दिँदैन फेरि। सो राम्रो बनाएको छ है, धेरै राम्रो। जय शंभू बाबा जी जाओ। जय शंभू जय शंभू जय शंभू। आशीर्वाद दिने मान्छेहरू धेरै रहेछ यहाँ। भिजिट घुम्न आएको धेरै हुनुहुँदो रहेछ कि। यहाँबाट निस्किने रहेछ होइन।
वाह मान्छे त टन्न रहेछ हो केटाहरू कितना देना है 50 का 100 का है ले ओइ यहाँ चाहिँ हैन हाम्रो इन्डियाबाट आउनु भएकोहरू होला इन्डियाबाट धेरै भक्तजनहरू धेरै आउनु भएको रहेछ ग्रुप फोटो हुँदै रहेछ कि यहाँ हाम्रो इन्डियाबाट आउनु भएकोहरूलाई इन्डियाबाट आएको भक्तजनहरूको लागि चाहिँ ग्रुप फोटो चल्दो रहेछ यहाँ होइन अनि यहाँ चाहिँ यो चाहिँ सायद पूजा गर्न जानको लाइन रहेछ होइन जोरी लाइनमा रहेछ सबैजना चलो यहाँबाट भित्र जानुपर्ने चाहिँ यहाँबाट भित्र रहेछ होइन अब के गर्ने लाइन धेरै लामो छ रहेछ भित्र छिर्नलाई पर्खिनु पर्ने रहेछ दर्शनको लागि भित्र जाउँ भने लाइन धेरै लामो रहेछ पर्खिनु पर्ने रहेछ यहाँबाट पनि लाइन छ लाइन धेरै लामो छ एक फोटो दे दे फोटो यहाँ चाहिँ यहीँसम्म हो जस्तो छ होइन किनभने यहाँबाट भित्र चाहिँ छिर्यो भने भित्र चाहिँ भिडियो खिच्नु चाहिँ नपाउने रहेछ फोटो खिच्नु नपाउने रहेछ त्यही कारणले चाहिँ यहाँबाट चाहिँ अब फर्किनु पर्यो ल अब एकछिन मान्छेहरूको भिड म खिच्छु होइन त्यहाँदेखि म यहाँबाट फर्किन्छु एउटा केही जोड्न सकेन म है अरे बोरा
जय शंभू जय शंभू जय शंभू बैठो शांति से क्या लेकिन आप बैठे हो ना भगवान के द्वार पर बैठे हो। आपका नाम है जिस लिया हमने अब चाहिँ यहाँ पाल्नु भएको सबैलाई धन्यवाद भनेर लेखेको छ अब यहाँबाट निस्किन्छु है त जुत्ता लिन जान्छ है त केटाहरू जुत्ता लिन जानु पर्यो भित्र छिरेर जुत्ता लिएर अनि घुम्छ है त धेरै ठाउँ ल्याउँछु अघिको यहाँभित्र चप्पल लिन जानु पर्यो जुत्ता लिन जाने जुत्ता लिन जानु पर्यो है त यहाँबाट यहाँभित्र छ जुत्ता लगाउने ठाउँ चाहिँ जुत्ता पाइसक्यो अब जुत्ता लगाउँछ है त जुत्ता लगाइसक्यो होइन अब यहाँबाट उता जाने हो उता जाने भन्दा देखाउँछ नि फेरि है यहाँबाट यता यहाँतिरको सिन देखाउँछ है त अब
तपाईँहरूले इंडिया ठाउँ त साथीहरू हैन केटाकेटीहरू फ्री सरी यार अब आज पशुपतिनाथ मन्दिरको दर्शन भइसक्यो हैन अब चाहिँ म फर्किँदैछु हैन फर्किँदैछु यो चाहिँ फर्किने बाटोमा हुँदैछु तपाईँहरूलाई ल हेलो रे अब ल अब चाहिँ आज चाहिँ पशुपतिनाथ मन्दिरको दर्शन भइसक्यो हैन अब चाहिँ म फर्किँदैछु यहाँबाट सो इफ यु गाइज लाइक माई भिडियोज प्लिज लाइक भिडियो शेयर with your friends and keep supporting me please. Okay guys, thank you so much for watching. See you on the next video.